रिकन्डिसनबाट गाडी खरिद गर्दा के कुराहरू ध्यान दिनुपर्छ? आउनुहोस् हाम्रो टिममेट्सलाई यो प्रश्न गरौँ। रिकन्डिसनबाट गाडी खरिद गर्दा के कुराहरू ध्यान दिनुपर्छ? बजेट र एक्स्ट्रा कस्ट, कारको प्राइस मात्र होइन, ओनरसिप ट्रान्सफर, इन्सुरेन्स, सर्भिसिङ कस्ट, सधैँ 10 देखि 15% को एक्स्ट्रा बजेट चाहिँ राख्नु राम्रो हो। रिकन्डिसनबाट गाडी खरिद गर्दा के कुराहरू ध्यान दिनुपर्छ? बिल बुक ओरिजिनल र ट्याक्स क्लियरेन्स छ कि छैन, च्यासिस नम्बर र इन्जिन नम्बर म्याच हुन्छ कि हुँदैन त्यसमा पनि ध्यान दिनु होला। रिकन्डिसनबाट गाडी खरिद गर्दा के कुराहरू ध्यान दिनुपर्छ? सबैभन्दा इम्पोर्टेन्ट चाहिँ इन्जिन कन्डिसन हो। स्टार्ट गर्दा कस्तो खालको धुवा फाल्छ त्योमा नि ध्यान दिनुहोस् है। रिकन्डिसनबाट गाडी खरिद गर्दा के कुराहरू चाहिँ ध्यान दिनुपर्छ? हजुरहरूले गाडी किन्न लागिसकेपछि सर्वप्रथम त टेस्ट राइड गर्नु नै परिहाल्यो र ब्रेक चेक पनि गर्नुपर्छ है, र साथसाथै हजुरहरूले स्टेरिङ स्मुथ छ कि छैन त्यो पनि सबै कुरामा ध्यान दिनु होला है त। सेकेन्ड ह्यान्ड कारहरूको खरिद, बिक्री तथा सट्टापट्टा गरिने एक मात्र सही ठेगाना रेसिङ अटोमोबाइल्स, कलङ्की, खसी बजार, काठमाडौँ।